नमस्कार सम्पूर्णमा। आज डिसेम्बर 26 तारिक 2025 को अन्तिम शुक्रबार पनि हो। अब अङ्ग्रेजी नयाँ वर्ष आउँदैछ। अर्को शुक्रबार त अर्को साल लाग्छ कि, त्यही भएर आज हामी सबै दङ्गाली दाजुभाइ दिदीबहिनीहरू घुम्न जाऊँ न भनेर सल्लाह गरेर अल्खोरतिर आएका छौँ। अब अल्खोरको पर्पल आइसल्यान्डमा गएर कबाब बनाएर खानुपर्छ है भनेर हामी सबैजना जाँदैछौँ गाडीमा। सबै एउटै गाडीमा आउँदाखेरि रमाइलो पनि भयो, गीत गाउँदै सबैजना। तुलसीपुरमा म जाँदाखेरि हजुर भेटै भयो गजबको तन्नेरी, मलाई हेऱ्यो मजाले भन्दै सबैजना अल्खोर आइसक्यौँ हामी। हाम्रो रूपा दिदीले तातो तातो चिया बनाएर ल्याउनु भएको छ भने हाम्रो यतातिर दाजुभाइहरू मासु काट्दै हुनुहुन्छ, भाइले मासु काट्दै हुनुहुन्छ, दाइहरूले एकदम मसला कबाब बनाउनको लागि मासुमा मसला राख्दै मसला मोल्दै हुनुहुन्छ। सबैजना आफ्नो काममा एकदम व्यस्त हुनुहुन्छ है। यतातिर आएर हाम्रो दिदीबहिनीहरू चाहिँ सबैजना टिकटक बनाउन जानुभयो उता के अरे काठको पुलतिर। म चाहिँ भिडियो बनाएर बसिरहेको छु यहाँ, चिया पिउँदै मसला मोल्दै हुनुहुन्छ मासुमा सबैजना दाजुभाइहरू। अब उतातिर फेरि हाम्रो दाजुभाइहरू आगो बाल्दै हुनुहुन्छ। अनि आगो बल्न सुरु गरिसक्यो। हाम्रो सुरत भाइले चाहिँ दङ्गाली पारामा आगो बोल्दैन भन्नुहुन्छ। आगो बोल्दैछ, अब आगो बोल्दैछ। हामी आगो ताप्दै गफ गर्दैछौँ, चिया पिउँदै। चिसो चिसो मौसम छ, एकदम रमाइलो भइरहेको छ अहिले चाहिँ। हाम्रो दिदीबहिनीहरू पनि आइसक्नुभयो टिकटक बनाएर। अनि अब यतातिर तयारी हुँदैछ। हाम्रो दाइहरू फेरि नाचिरहनु भएको छ। जाडो भयो, अब जाडो भगाउनुपर्छ, एकछिन नाच्नुपर्छ भनेर नाच्दै हुनुहुन्छ। अनि हाम्रो यता सुरत भाइले फेरि यो माछा हाम्रो प्रमुख सल्लाहकारज्यूको लागि हो है भन्दै हाँस्दै हुनुहुन्छ। अनि म पनि अब दाइहरू नाच्दै हुनुहुन्छ, ताली बजाउँदै बसेको कि एकछिन म चाहिँ एक्लै भएर। अनि यतातिर फेरि अब खानको लागि त आफूले पनि त केही गर्नु पर्यो भनेर मासु सेकाउँदैछु। अनि मलाई चाहिँ एकदमै माछा मनपर्छ कि, मासुभन्दा माछा मनपर्छ। त्यही भएर यो माछा म खाने भन्दैछु फेरि। अब एकछिनमा फेरि माछा पनि खान्छ है, हेर्दै जानु फेरि। अब सबैजना आउनु है, मिठो मिठो छ, चेलीबेटीले पोलेको मिठो हुन्छ भन्दैछु म त्यहाँ। अनि अब एउटा माछा पोलिसकेर अनि आफ्नो चाहिँ एउटा टिस्युमा हालेर म चाहिँ सुरु गरिसकेँ। अरू कसैले पनि खानु भएन, मैले सुरुमा खाइसकेँ है। हड्डी छ, बिस्तारै खानु है भन्दै हुनुहुन्छ हाम्रो दाजुभाइहरूले। म चाहिँ बसेर माछा खाँदैछु कुपु कुपु। आज एकदमै रमाइलो भयो अल्खोरमा। सबै मेरो माइतीहरू, मेरो दङ्गाली दाजुभाइ दिदीबहिनीहरूसँग आउन पाउँदा खुसी लाग्यो।